ओए तास बस मुला छिटो बाना त फिट्न त दे ए त जति डार्लिङ काट राम्रोसँग काट है 1 2 मुलाले तास पनि सुल्ला भन्छ उल्टा भन्छ कस्तो बाङ्ग तरिकामा मारेको सिधा बात तँलाई आफ्नो तार आएको छ नि हल्ला नगर्न त फेरि मेरो डार्लिङको अगाडि तैँले हल्ला गरेर आएको तँ गलाई डार्लिङ भन्छ र अहिले ओरा हो गलाई डार्लिङ भन्छ त ल बार छिटो भयो ल देखा तास ल देखा तँलाई त म जितिहाल्छु नि कि होइन डार्लिङ भन त डार्लिङ मलाई मेगी भाषा भयो ल ल मेरो पनि सही आयो ए तिमीले हेऱ्यौ गुरुस ए तिमी आयो भने त ल मेरो पनि सय ल सय हाने मैले ल चल कसको दम छ ल चल त तिमीहरू चल्यौ ल मेरो पनि सय म त कमरा मेरो श्रीमान विदेशबाट आएको छ नआयौ तिमी अञ्जली मेरो अञ्जलीले 100 रुपियाँ हालिएर है गोविन्द ल म तेरो अञ्जली होइन क्या म त मङ्गली हो तिमीलाई चढे जस्तो छ अञ्जली ल मेरो पनि ल आयो ल डार्लिङ आयो ल म पनि फेरि जाउँछु ल दम छ दम छ ल्या मुला ओ ल्या ओ अहिले नि ल्या भर्कैको खाने भने जुन म्याउरो चाहिँ काल खा ल खा ल्याउ न ल्याउ गुराँस आयो डार्लिङ तिमी आयो तिमी मेरो डार्लिङ चल्यो त चल यो मुला भोलि डार्लिङ सन्के त धेरै नसन्के है यसलाई लागेछ यो भोलि गोविन्दलाई सन्के भन्छस् मुला ल म पनि चल्छु ल ल म 1000बाट आयो ल ल तिमीहरू चल ल चल ढाक लाउँछस् छिटो चल्ने यार मैले फाले यार मेरो त काम छैन कि क्या हो ल ओपन गर चल्न सक्छ पनि ओपन गर ल देखा मेरो डार्लिङको हेर तास मेरो बासा मेरो डार्लिङले खायो ल तिमीले ए डार्लिङ आधा हात नगर्न है सन्की मेरो अञ्जलीलाई तैँले के गर्न खोज्यो अञ्जली चल कति पैसा लाग्छ म हालिदिन्छु तिमीलाई चल म दिन्छु मासाले ऐलानी भिकारी काजी सापकी छोरी हुँ म 12 गाउँले चिन्छ मेरो बाउलाई भन तेरो मूल्य कति हो किनिदिन्छु 12 गाउँले चिनोस् कि 13 गाउँले चिनोस् तिमी मेरो अञ्जली हो चल अञ्जली कति चल्न सक्छौ चल हामीसँग जब एक गिलास रक्सी पचाउन नसक्नेले हामीसँग बियर खान कसिन्छ
त मुलाले पनि कस्तो कुरा गरेको यसले बेरै देखेको थिएन कहिले घरमा चामल खाने त पैसा हुन्न यसँग कसरी बेर देख्छ कसरी खान्छ भर्खरै अरूको कुरा काट्दै थियो मुला अहिले आफैले ओकाउँदैछ ओए अहिले दोले मलाई के भनेपछि मलाई पचाउन सक्दैन भनिस् यो मुला पनि खतम छ जस्तो पनि आफ्नो अङ्को जोरा देख्दैन मुला अर्का अङ्को भैँसी देख्छ मुला खान्छु म नि म किन नखानु खान्छु पचाउँछु म के कसो गुराँस डार्लिङ जाली नभएर अञ्जलीलाई ओए हात नलगा हात नलगा म तेरो ल ओए डार्लिङ हैन ओ तास हेर तास ल तास फिट मुला तास हामीलाई रक्सी लागे जस्तो छ म बाँच्छु डार्लिङ तास त म बाँच्छु ल तिमी खाऊ न के खाने मन लाग्छ ल त ल यिनीहरूलाई लाग्यो जस्तो छ चार भुइँमा किन खसेको ननुहाएको पनि धेरै दिन भयो छ डार्लिङ काट त काट ओला नि 1000 रुपियाँ कहाँ छ यहाँको निकाल 1000 रुपियाँ निकाल 1000 निकाल तँलाई थाहा होला मलाई के थाहा खुरु खेल्न मुला ओए तास खेल्ने बेलामा झ्याल्टी गर्छस् तँ 1000 रुपियाँ निकाल 1000 रुपियाँ निकाल यहीले चोरेको हुनुपर्छ 1000 रुपियाँ निकाल ओए म भन्दिनँ 1000 रुपियाँ निकाल उता झाके 1000 रुपियाँ निकाल यसले कोही न कोही राखेको हुनुपर्छ यो के हो हेर गुराँस हेर मैले पहिल्यै भने यो मेरो डार्लिङलाई दिने भनेर राखेको रुपियाँ हो तैँले किन लगिस् यो मुला चोर हो यो मुला चोर ओए नाले राख यसलाई नि हेर अब बार साह्रो ब्लाउज मुलाले गर्लफ्रेन्डको अगाडि छिटो बार्न ओए मेरो टोपा कसले लियो बिहान नै टोपी लगाएको थिइनँ टोपी खोज्छु म पनि लाग्यो कि क्या हो मलाई हामीले धेरै बेर खाल्यौँ चुरो खाम है ल्याएको छस् ल्याएको छु ल पापा चुरो त छ नि दार्जिलिङ सानसानो किन मानेछौ डेभिड चुरोट कहाँ गयो समाप्त मुला चुरोट छ भन्न एक्लै तानिरहेछ खाऊ गुराँस खाऊ चुरोट खाऊ
ठिक छैन यो लाग्दो रहेनछ मलाई आएन खाना लागेन अर्को बेर ल्याऊ अर्को बेर ल्याऊ यो मुलाले खानै जान्दो रहेछ चोट होइन हो खानै जान्दैन यसलाई किन चुरोट दिएको बेबी मुलाले चुरोट ल्याएकोले नखा चुरोट ल्याउने त म हो नि मुला म ल्याएर चुरोट खाएर पोल्यो खुब चुरोट खाएर आउँछ भन्थिस् यहाँ त्यो त मान्छे पापी नै रहेछस् नि डार्लिङ तिमी केही गर न यसै मेरो पोलिदियो हेर त पोलिदियो किन फाल्छौ डार्लिङ बेबी अर्को चुरोट छैन दियो कहाँ हिँडिराखेको हो तेरी बुहारीले त्यहाँ तास खेलिराखेको छ आफू इबु नै हिँडिराखेको हो त खेल्छ मेरो बुहारीले तास बरु तपाईँको छोरीले उहाँ तास खेलेर केटाहरूसँग लठारेर यहाँ उल्कै मचाउनु लाग्छ उहाँ पर कहाँ छ जाउँ त हेरौँ हिँड्नुहोस् म देखाइदिन्छु त्यही पर त हो ल तिमी जाऊ तिमीलाई अब रक्सी लागिसक्यो तिमी जाऊ फेरि तिम्रो बाउले देख्नुभयो भने ल्याम माग्नुहुन्छ जाऊ तिमी जाऊ छैन लाग्यो मलाई छैन को बाउ कहाँ बाउ बाउ साउ गोली मार कसैले केही गर्न सक्दैन मलाई मैले भन्ने तिमीलाई त्यही हो गए जाऊ नगए नजाऊ मेरो डार्लिङ मैले भन्ने तिमीलाई त्यही हो जान्नु अञ्जली तिमीलाई लागे जस्तो छ अञ्जली होइन मलाई मङ्गल तिम्रो बुढो मङ्गले भन्दा तिम्रो ससुरो बाउ महाचण्डाल बुढो छ तिमीलाई यहाँ देख्यो भने त्यसले मुठीमा लाउँछ तिमी जाऊ यहाँबाट मलाई त्यो मङ्गलेको त डर लाग्दैन भने त्यो जाब ससुरो त कुर सर्दै तेरी बुहारीको चर्ती गला तपाईँ पनि हेर्नुहोस् तपाईँको छोरीको चर्ती गला ओए पक्तालाई ए बुहारी मेरो नकाट्ने नि मेरो नकाट्ने ओ पक्का